भङ्गा नगरपालिकामा गर्नुपर्ने काम एग्रिकल्चर कृषिमा धेरै ध्यान दिनुपर्छ। त्यहाँ जस्तो कि मोटर वितरण गर्नुपर्छ, किसानको लागि राम्रो सिँचाइको लागि व्यवस्था गर्नुपर्छ, चाहे त्यो सार्वजनिक मोटर किन नहोस्, खाद मलको व्यवस्था समयमा उचित व्यवस्थापन गर्नुपर्छ। अब जस्तो कि सानो सानो कुरामा पनि नगरले धेरै ध्यान दिनुपर्छ। अब औषधि छर्किने टङ्कीहरू किसानको लागि आउँछन्, त्यो टङ्कीहरू आसेपासेमा पनि बाँडिन्छ। वडाध्यक्षले आफ्नो मान्छेलाई दिन्छ, वडा सदस्यले आफ्नो मान्छेलाई दिन्छ, तर पुग्नुपर्ने सर्वसाधारण किसान कहाँ पुग्दैन। अब त्यो एकदमै ठुलो समस्या हो। त्यो समस्याहरूलाई समाधान गर्नुपर्छ। अब आउने 84मा चुनाव हुन्छ, त्यसमा सम्पूर्ण जनसमुदाय एउटा राम्रो व्यक्तित्वलाई छानेर पठाउनु होला, ताकि त्यो व्यक्तित्वले समाजको लागि, हाम्रो नगरको लागि कृषिमा, पर्यटनमा, संस्कृतिमा एकदमै जोड दिनुपर्छ। त्यसपछि हाम्रो शिक्षा स्वास्थ्य छँदैछ, त्यसमा नगर्नुपर्ने कुरै नै होइन। तर नगरपालिकाको आर्थिक आम्दानी बढाउनलाई हामीले गर्नुपर्ने कामै 3वटा छ, मैले देखिरहेको छु।